उहाँहरूले हामीले यहाँको मूलभूत समस्या चाहिँ हजुर यो है भनेर कोशी कटानै हो भनेको त्यसको अन्य समस्याहरूमा बाटोघाटोको अवस्था पनि छ। तर मेन चाहिँ हामीले बराक क्षेत्र धामले बचाउन सकिने भने यहाँ बाटो ल्याएर यहाँ शिक्षा ल्याएर यहाँ स्वास्थ्य ल्याएर त्यसको औचित्य छैन। पहिला यो धाम त बचाउनु पऱ्यो, यो क्षेत्र बचाउनु पऱ्यो। त्यसको लागि चाहिँ पहिला कोशी कटानै प्रमुख समस्या भएकोले गर्दाखेरि यसलाई केन्द्र सरकारको राष्ट्रिय बजेटमा पारेर यो तटबन्ध बाँधियो भने, प्राकृतिक तटबन्ध बाँधियो भने सधैँको लागि बराक क्षेत्र धामको यो अस्तित्वमयमा रहन्छ। नमस्कार, म प्रदीप भुजेल। ब्रेकिङ न्यूजमा तपाईलाई स्वागत छ। बारा क्षेत्र धामको पर्यटन प्रवर्धनको लागि तीनै तहको सरकारले के गर्नु पर्ला तपाईको विचारमा? म परशुराम दुलाल, बराक क्षेत्र निवासी, बराक क्षेत्र धाम। मान्छेहरू आउने टुरिस्टहरू पर्यटनहरूलाई यहाँ अड्याउने एउटा स्थानहरू बनोस्, जहाँनिर धार्मिक सङ्ग्रहालयहरू बनोस्। यहाँ रहेका यी पुराना चिजहरू, मर्मत गरिएका यी टुटे फुटेका सामग्रीहरू सबैलाई चाहिँ एक ठाउँमा कहीँ त्यसरी राखियो भने त्यहाँनिर चाहिँ मान्छेहरू अडिन सक्नुहुन्छ। त्यस्तै यहाँनिर ठुला ठुला धर्मशालाहरू बनाइदिनु पर्यो सरकारले आफ्नो तर्फबाट पनि। यहाँ आउँदाखेरि कमसेकम 1000-1500 जना मान्छे चाहिँ एक रातमा बास बस्न सकिन्छ। त्यो ठुलो तीर्थधाम हो। त्यस्तै बराक क्षेत्रलाई अब फेरि कोशी कटानले चाहिँ जहिले पनि दिक्क लागिरहेको हुन्छ। कोशी कटानको निमित्त पनि चाँडोभन्दा चाँडो पहल गरियोस्। त्यो चाहिँ पूर्ण रूपमा होइन, कहिले पनि क्षय नहुने किसिमको होस् होइन। ती टुक्रे बजेटहरूले होइन, एकमुष्ट बजेट हालेर राम्रोसँग यो बराक क्षेत्रलाई अड्याउन सकोस्। नत्र भने इतिहासमा मात्रै बराक क्षेत्र रहने स्थिति देखिँदैछ। यहाँ तलको जुन भिरको भयावह अवस्था छ त्यो कोशी कटानको अवस्था हो। त्यस्तै यहाँको हाम्रो गरुड शिला छ। त्यो गरुड शिला भगवानलाई, विष्णु भगवानलाई गरुडले जसरी रक्षा गरेर बस्नुभएको छ त्यस्तै गरुड शिला हो। त्यहाँ रक्षा गर्ने शिला, त्यो शिला, त्यो चट्टान सधैँ नै भूक्षय भएर गिर्दै गइरहेछ, खस्किँदै गएछ। त्यसलाई पनि विशेष गरी ध्यान पुर्याओस् सरकारले भन्ने हाम्रो आह्वान हो, हाम्रो आवाज हो। नमस्कार, म किरण भण्डारी, मुख्य पुजारी, बराक क्षेत्र मन्दिर। संसारमा सबै कल्याण हुनुपर्छ, संसारमा मानवीय भाइचारा सम्बन्ध हुनुपर्छ। यो कामना गर्दै बराक हुनुहोस् भन्ने बराबर प्रार्थना गर्छु। साथै सरकारले बराक क्षेत्र अत्यधिक महत्त्वपूर्ण तीर्थस्थल हो। यहाँ देखिहाल्नुभयो हजारौँ मान्छेहरू विभिन्न समस्या लिएर आइरहेका हुन्छन्। आफ्नो समस्या कच्चा मूर्ति भगवान्ले पुऱ्याउँछन्, आफ्नो समस्या पार भएर मुक्ति पाउन सक्छन्। र पनि राज्यले यति महत्त्वपूर्ण निकाय हुँदाहुँदै पनि हामीले आज धरतीको परिस्थिति भन्दा प्रचार गर्दा पनि जति हुनुपर्ने विकास कमी हुनसकेको छैन। आउने वक्तव्यमा धेरै समस्याहरू छ। सर्वप्रथम त यहाँ राज्य छ, सरकार छ, र पनि यहाँ राज्य सरकार विहीन हो कि राज्य सरकारले उदासीन देखाएको हो जस्तो लाग्नु यहाँ जस्तो मान्छे स्वाभाविक पनि हो। र यो किन यस्तो हुन सक्यो भन्दाखेरि राज्यमा आएको पछि तालमेल नहुँदा सायद मेरो विचार हुनको लागि यस्तो भइरहेछ। आशा छ आउने सरकारले राम्रा काम गर्नेछन्। नमस्कार, म भक्तबहादुर श्रेष्ठ, बराक क्षेत्र मन्दिर गुठी व्यवस्थापन